एभ्रिवान हामी चाहिँ नर्सरी आएको छु हो फुलहरू हेर्नुको लागि। खासै गरी चाहिँ आएको चाहिँ हामी हो नरियलको पुली लिनुको लागि आएको हो। सायद यो हो कि नरियल पुली, यो हो न फुल हो न नरियल पुली हो, खै थाहा छैन हो यो त। वा फुल हेर्नुहोस् न साथीहरू, कस्तो दामी दामी फुल छ। हेर्नुहोस्, वा यो भित्र झन् दामी दामी छ होला। वा यो चाहिँ हो नरियल पुली, यति सुन्दर साथी हो। यही लिनु आएको हामी नरियल पुली, यस्तो दामी। वा यहाँ हेर्नुहोस् न, यति दामी दामी फुलहरू छ। आमामामा, म त देखेरै लोभ लाग्यो हौ। यो चाहिँ होला नरियल पुली। यहाँ हेर्नुहोस्, अब फुलको त मलाई नाम थाहा छैन है साथीहरू, तपाईँहरूले भिडियो हेरेर थाहा हुनु पर्नु होला। फुलको नाम चाहिँ मलाई थाहा छैन। वाह यति सुन्दर सुन्दर हो, हेर्नुहोस् त यस्तो दामी। वाह 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 वाह, के साह्रो, आम्मामा के साह्रो फुलै फुल। आम्मा साथी हो, तपाईँ पनि आउनु होला नर्सरीमा फुल लिनुको लागि। नरियल पुलीहरू भेट्छ, तामुल पुलीहरू भेट्छ। यो चाहिँ तामुल पुली हो न के हो, नरियल रहेछ। वाह यति दामी दामी फुलहरू हेर्नु होला, एकदमै लोभ लाग्यो देखेर। वाह क्याक्टास, क्याक्टास फुल हो न के हो यो, खोइ थाहै छैन। हेर्नुहोस् कस्तो सुन्दर। यस यस दामी दामी। के भन्नुभएको आमा? आमाको फोटो खिचिदिन्छु साथी हो, फोटो खिचिदिनु भन्नुहुँदैछ नर्सरीमा। यति सुन्दर सुन्दर फुलहरू, एकदमै लोभ लाग्यो हो मलाई त। चाहिँ लापर प्लान है, यहाँ न लापर प्लान प्लानहरू है साथीहरू, मलाई थाहा छैन है के हो। दाजुलाई सोधेको त मैले यहाँ, त्यो भन्नुहुँदै हामीले लिएको नरियलको पुली कति हो, 550 रुपियाँ अरे साथीहरू। यो नरियलको पुलीलाई पुरा ताम्लो पुली जस्तै छ हो, 500 रुपियाँ पुली हो। भगवान् यत्रो दाम, 550 भन्थ्यो त, 500मा मिलाएको। बल्ल बल्ल दिनै मानेको थिएन, 520 दिनु भन्नुहुँदै थियो। बल्ल बल्ल 500मा मिलाएको। 1000 रुपियाँमा दुईवटा पुली हो साथीहरू नरियलको। यहाँ चाहिँ एक्स्ट्रा उयो भेटेको छु, के अरे टमाटरको, हाइब्रिड टमाटरको। मलाई नर्सरीमा चाहिँ पोटहरू हेर्नुहोस् न राख्नुको लागि, यस्तो दामी दामी। वाह कपहरू, कप होइन अब यो फुल राख्ने हो, यस्तो सुन्दर हेर्नुहोस् न। वाह वाह वाह, पोटहरू कत्रो ठुलो ठुलो सानो सानो सबै छ यहाँतिर। यहाँ छ आसामको राइनो हरिण, हेर्नु होला। तपाईँहरू पनि आइदिनु होला यहाँ दाजुको दोकानमा, आएर किनिदिनु होला।